सर्वप्रथम सुगौली सन्धि र नेपालमा नागरिकता ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता पुस्तकको विमोचन मलाई निमन्त्रणा गर्नुभएकोमा आयोजक साथीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त हिमालयजीले विभिन्न देशहरूको पुस्तक तयार गर्नुभएको छ। यो पुस्तक सुगौली सन्धिदेखि अहिलेसम्मका ब्रिटिस गोर्खा सैनिकको इतिहास, त्यस सम्बन्धी ऐन कानुन, सन्धि सम्झौता, अदालतका आदेश र भाषा लगायतका दस्तावेजहरू सरल भाषामा समेटिएको छ। एउटा कुरा के बुझ्नु पऱ्यो भने सुगौली सन्धि नेपाल हारेको बेला भएको हो। नेपाल हारेर भएको हो। सुगौली सन्धि जितेका बेला थिए, हारेको बेलाको सन्धिमा त्यो समस्या धेरै हामी चाहनु पर्ने सकिएन त्यहाँ। मलाई विश्वास यो पुस्तक ब्रिटिस गोर्खाका विषयमा जानकारी लिन खोज्ने कतिपय केहीलाई राम्रो सन्दर्भ सामग्री हुनेछ। यस क्षेत्रमा थप अध्ययन अनुसन्धान गर्न चाहने इतिहासकार, अनुसन्धानकर्ता, शोधकर्ता र अध्येताका लागि पनि यो पुस्तक निश्चय पनि उपयोगी हुनेछ भन्ने लाग्दछ। नेपालको इतिहासमा नेपाल तत्कालीन अङ्ग्रेज सरकार बीच 1816 भएको सुगौली सन्धिको आफ्नै किसिमको महत्त्व विशेषता छ। आज कायम रहेको नेपालको सिमाना क्षेत्रफल त्यही सुगौली सन्धिको परिणति हो। कारण सुगौली सन्धिमा हामीले धेरै भूभागहरू पनि हामी हारेर गुमाएकै हौँ। त्यही कमसेकम चाहिँ नि यो सुगौली सन्धिले एउटा सम्झौता गरेर ब्रिटिससित एउटा भूभाग चाहिँ नि कायम गरेको छ। त्यस कारण चाहिँ नि यसमा चाहिँ नि त्यो गोर्खा सैनिकको पनि धेरै ठुलो योगदान छ। यतिसम्म हामीले ल्याउन सक्नुमा पनि, हाम्रो नेपाललाई बचाउन सक्नुमा पनि। ब्रिटिस गोर्खा सैनिकहरूको इतिहास निकै गर्विलो छ। उहाँहरूको साहस, मेहनत, लगनशीलता, प्रतिबद्धता, अनुशासन विश्वभरिकै प्रशंसनीय रूपमा लिने गरिन्छ। मलाई लाग्दछ ब्रिटिस गोर्खा सैनिकहरू पनि नेपाललाई विश्वमा चिनाउन राम्रो एउटा पहिचान हो। यस अवसरमा विभिन्न युद्धहरूमा आफ्नो ज्यानको आहुति दिने वीर गोर्खा सैनिकहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। गोर्खा सैनिकहरूले दोस्रो विश्वयुद्धमा ठुलो बहादुरीका साथ लडाइँ लडी बेलायत सरकारलाई ठुलो सहयोग पुर्याएका थिए। आज पनि नेपालीहरू ब्रिटिस गोर्खा सैनिकमा सेवारत गरिएका छन्। आज नेपाल र बेलायत बिच एउटा महत्त्वपूर्ण सम्बन्धको रूपमा ब्रिटिस गोर्खा फौज बनिरहेको छ। वास्तवमा हाम्रा युवा पुस्ताले पनि ब्रिटिस गोर्खा सैनिकहरूको इतिहास पढ्न आवश्यक छ। यसमा पनि अहिले जति पुस्ताले ब्रिटिस गोर्खाको इतिहास अध्ययन गरिदियो भने धेरै नै गर्व गर्न लायक घटना गर्न पाउन सकिन्छ। पुस्तकमा गोर्खा सैनिकको इतिहास, वर्तमानका साथै उनीहरूको अधिकार, नेपाली नागरिकताको निरन्तरता लगायतका विभिन्न विषयहरूमा स्पष्ट समेटिएको छ। यस अर्थमा म यस पुस्तकका लेखक केवालीजी र प्रकाशक भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाललाई हार्दिक बधाई दिन चाहन्छु। ब्रिटिस गोर्खा सैनिकको समान पेन्सन लगायतका विभिन्न अधिकारहरूका विषयमा आवाज उठाउँदै आएका हामी सबैलाई थाहा नै छ। यही विषयमा मैले बेलायतको प्रधानमन्त्री जोन मेजरलाई पनि भेटेको थिएँ। प्रधानमन्त्री आएर जाँदाखेरि उहाँहरूसँग पनि सेवा राखेको थिएँ। मैले केही कुराहरू उहाँले मान्नुभयो, तर धेरै कुरा मैले त्यसमा चाहिँ के भनेदेखिलाई पेन्सनको सम्बन्धमा कहिलेदेखि यो पेन्सन दिने भन्ने कुरोमा कुरा दिएको थिएँ। उनीहरूले के भने भनेदेखिलाई दोस्रो विश्वयुद्धमा त सबै संसारभरिका सैनिकहरू हामीले लियौँ। त्यस बेलाका सैनिकका सन्तानहरू दिन सक्दैन, तर पछिकालाई चाहिँ हामी त्यो अहिले छन् त्यो हामी दिन्छौँ भन्ने भएका हुन्। जहाँसम्म प्रधानमन्त्रीले ब्रिटिस गोर्खा सैनिकहरूलाई बेलायती सैनिक सरह दिनुपर्छ भन्ने
नेपालको धारणा बेलायतका रियास लाग्यो, त्यसमा जोन मेजर पनि त्यस बेला म थिएँ। त्यस कारण ब्रिटिस गोर्खाहरूले त्यहाँको अरू सैनिक सरह नै सेवा र सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छु। ब्रिटिस गोर्खा सैनिकहरूले उनीहरूले नेपालको नागरिकताको निरन्तरताको बाम उठाइरहनु भएको छ। यस विषयमा राजनीतिक दलहरूले बहस र छलफल गर्ने सुझाव पुग्नु भन्ने मेरो विश्वास छ। यसमा चाहिँ नि के छ भनेदेखिलाई अहिले एनआरएन भन्ने चाहिँ हामी दिन सक्ने कुरा छ। त्यसमा चाहिँ नि के छ भनेदेखिलाई नेपाल चाहिँ नि आफ्नै बाध्यताहरू छन्। त्यसै कारण चाहिँ नि सबैलाई चाहिँ नि यो के भन्छ नि यो बेलायती सैनिकसँग सुविधा पाउनुपर्छ भन्ने कुरा छ। तर चाहिँ के छ भनेदेखिलाई ब्रिटिस गोर्खाहरूले त्यहाँका सैनिकसँग नै सुविधा पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो। तर उनीहरूले मानेको छैन। ब्रिटिस सैनिकहरूले उनीहरूको नेपाली नागरिकताको निरन्तरताको माग उठाइरहेको छ। गोर्खा सैनिकहरू निरन्तर नागरिकताको माग उठाउनु स्वाभाविक कुरा हो। त्यो दिने कुरा त ब्रिटिसको पनि हातमा छ, हेर्नु भएर हुँदैन। तर कुरो के छ भनेदेखिलाई नेपालले धेरैमा धेरै दिन सक्ने भनेको जुन नन रेजिडेन्सियल नागरिकहरू छन्, उता नागरिक भइसकेकाहरूलाई पनि नेपालमा चाहिँ नागरिकता दिन सक्छ, डबल नागरिकता हामी दिन सक्दैनौँ। तर कमसेकम हामीले चाहिँ नि अरू चाहिँ कामहरू नन एनआरएनलाई भन्छौँ हामीहरू, नन रेजिडेन्सियल नागरिकता दिन सकिन्छ। त्यसमा चाहिँ उनीहरूलाई के सुविधाहरू दिन सकिने कुराहरू गर्न सक्छौँ भन्ने कुरा छ। त्यसै कारण चाहिँ अहिले हाम्रो त्यो सानो देशमा चाहिँ धेरै गाह्रो पर्छ भन्ने पनि धेरै आवाज उठेको छ। नेपालीको कुरा गर्ने भनेदेखिलाई त नेपालमा भन्दा भारतमै नेपालीहरू पनि छन्। त्यस कारण बर्मामा नेपालीहरू छन्, मलेसियामा नेपालीहरू छन्, थाइल्यान्डमा नेपालीहरू छन्, इन्डियामा नेपालीहरू छन्। उनीहरू उही बसिरहेको छन्, उही बस्न मन पराउँछन् पनि, उतै बस्न पनि उनीहरू नेपाली भएको गर्व पनि छ। तर उनीहरू त्यहाँ छोड्नु पनि चाहँदैन, नेपाल आउनु पनि चाहँदैन। त्यस्तो किसिमको अवस्था छ। त्यस कारण पनि हामीले कुराहरू बुझ्नुपर्ने हुन्छ। अरू कुराहरू चाहिँ त्यही पहिले भनिसकेँ, यो छलफलको विषय छ नागरिकताका सम्बन्धमा। डबल नागरिकता पाउने कुरा चाहिँ अझै पनि सजिलो चाहिँ छैन, सबै मान्छे भएर हुँदैन। त्यही पनि चाहिँ नि अरू चाहिँ कुराहरूमा अरू देशको नागरिकता भइसकेकालाई यहाँ नागरिकता दिन चाहिँ गाह्रो छ। अरू चाहिँ कुराहरू सबै सुविधाहरू दिन सक्ने कुरा चाहिँ स्वाभाविक कुरा त्यो चाहिँ गर्न सकिन्छ। त्यसैमा चाहिँ मैले भनिसकेँ कि के अरे त्यो अरू सबै सुविधाहरू दिन सक्ने कुरा छ। त्यसै कारण चाहिँ मैले चाहिँ के भन्न चाहन्छु भनेदेखिलाई जसले नेपालका नागरिक उतै बस्न चाहन्छन्, उतै बस्न चाहन्छ बाहिर छन् भने त्यही देशको लागि पनि उनीहरूले त्यही भित्र आफ्नो लागि लडाइँ हुन्छ। नेपाल फर्किन चाहँदा नेपाल फर्किनु स्वागत भइहाल्छ, पछि भइहाल्छ उहाँ पर्छ। अन्तमा यस महत्त्वपूर्ण पुस्तक लोकार्पण मौका दिनुभएकोमा म आफ्नो दिनुभएकोमा आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।